एकजना श्रोताले हामीलाई सतीपट्टनबारे केही सामग्री पठाउनु भएको छ र आज हामी त्यसैमा अलि गहिरिएर कुरा गर्दैछौँ। सामग्री हेर्दा यो सजगता र अन्तर्दृष्टि विकास गर्ने 4वटा आधारहरूको कुरा रहेछ। हो, 4 आधारहरू। आउनुहोस्, यी आधारहरू के हुन् र यिनले हाम्रो जीवनलाई हेर्ने दृष्टिकोण साँच्चै बदल्न सक्छन् कि सक्दैनन्, त्यसबारे कुरा गरौँ न। यो विषय साँच्चै नै गहिरो छ। सतीपट्टनलाई अक्सर माइन्डफुलनेस भनेर बुझिन्छ, तर यो त्योभन्दा धेरै हो के? हो र? हो, यो केवल मन शान्त पार्ने प्रविधि मात्रै होइन, बरु आफ्नै अनुभवको प्रयोगशालामा मन र वास्तविकताको प्रकृतिलाई जाँच्ने एउटा व्यवस्थित तरिका हो। यो बौद्धिक ज्ञानभन्दा पर, मतलब प्रत्यक्ष अनुभवमा आधारित छ। त्यहीँबाट सुरु गरौँ न त। सामग्रीको पहिलो आधार कायानुपस्ना अर्थात् शरीरप्रति सजगता भनिएको छ। कायानुपस्ना, यसमा सास प्रश्वासमा ध्यान दिनु, आफ्नो शारीरिक मुद्राप्रति सजग हुनु जस्ता कुरा छन्। तर सास प्रश्वासमा ध्यान दिनु त आजकल सबै माइन्डफुलनेस एपहरूले सिकाउँछन् नि, होइन? हो, सिकाउँछन्। सतीपट्टनको यो पहिलो आधारमा त्यस्तो के विशेष छ जसले यसलाई सामान्य रिल्याक्सेसन टेक्निकभन्दा फरक बनाउँछ? धेरै राम्रो प्रश्न। फरक चाहिँ उद्देश्यमा छ। अधिकांश एपहरूको उद्देश्य तनाव कम गर्नु वा आराम दिलाउनु हुन्छ, जुन आफैमा राम्रो कुरा हो। तर सतीपट्टनमा सासको अवलोकन आरामको लागि मात्र होइन, यो वास्तविकतालाई जस्ताको तस्तै हेर्ने अभ्यासको एक सुरुवात हो। सुरुवात हो। जब मन अतीतका पछुतो र भविष्यका चिन्तामा भट्किरहेको हुन्छ, सासले एउटा लङ्गर मतलब एङ्करको काम गर्छ, जसले मनलाई वर्तमान क्षणमा फर्काएर बाँधिराख्छ। अच्छा। सास न सुखद हुन्छ न दुखद, यो केवल छ। यसको कुनै कथा छैन। यसरी कथाविहीन, जजमेन्टविहीन भएर कुनै कुरालाई हेर्नु नै यो अभ्यासको मूल मर्म हो। हामी सोच्न छाडेर अनुभव गर्न सुरु गर्ने बिन्दु नै यही हो। भनेपछि यो रिल्याक्स हुन खोज्नुभन्दा पनि अहिले जे भइरहेको छ, ठ्याक्कै त्यो यस्तो छ भनेर स्पष्टसँग देख्ने प्रयास हो। त्यो यस्तो छ भनेर स्पष्टसँग देख्ने प्रयास हो। चाहे त्यो सासको गति होस् वा कुर्सीमा बस्दा शरीरले महसुस गरेको दबाव। एकदम। शरीर सबैभन्दा स्थूल र सजिलै अनुभव गर्न सकिने माध्यम हो नि त। यहाँबाट सुरु गर्दा सजिलो हुन्छ। जब हामी शरीरमा सजग हुन थाल्छौँ, हामीले यो पनि याद गर्छौँ कि शरीरमा संवेदनाहरू निरन्तर बदलिरहेका छन्। कहिले आराम, कहिले चिलाउने, कहिले दुखाइ। हो त? हो, यसले हामीलाई दोस्रो आधारमा पुर्याउँछ। शरीरमा सजग हुनु त पहिलो खुड्किलो भयो, तर शरीरमा त निरन्तर केही न केही भइरहेको हुन्छ, कहिले आराम, कहिले दुखाइ। सामग्रीले यसलाई दोस्रो आधार वेदनानुपस्सना, वेदना वा अनुभूतिप्रति सजगता भनेको छ। यो सजगता पहिलोभन्दा कसरी फरक छ? पहिलोमा हामीले शरीरलाई एक वस्तुको रूपमा हेर्यौं। अब दोस्रोमा हामी त्यो शरीरभित्र उत्पन्न हुने अनुभवको गुणस्तरलाई हेर्छौं। सुखद, दुखद वा तटस्थ। सुखद, दुखद वा तटस्थ। हो। हाम्रो जीवन यिनै 3 प्रकारका वेदनाको प्रतिक्रियामा बितिरहेको हुन्छ। हामी सुखद अनुभूति खोज्छौं र त्यसमा टाँसिन्छौं, दुखद अनुभूतिबाट भाग्न खोज्छौं र त्यो तटस्थ अनुभूतिलाई त व्यवस्था नै गर्छौं। यो अभ्यासले हामीलाई ती अनुभूतिहरूलाई केवल देख्न सिकाउँछ, त्यसमाथि तत्काल प्रतिक्रिया नजनाइकन। तर भाग्न खोज्नु स्वाभाविक होइन र? कसैलाई पनि दुःख मन पर्दैन। यदि हामीले दुःखद अनुभूतिलाई व्यवस्था गरेर आफूलाई खुसी बनाउने अरू काम गर्यौं भने त्यसमा के गलत छ र? स्वाभाविक हो, तर लाभदायक सधैँ हुँदैन। कसरी? यहीँनेर यो अभ्यासको शक्ति देखिन्छ। मानौ कसैले हाम्रो आलोचना गर्यो। तत्काल मनमा एउटा दुःखद अनुभूति उत्पन्न हुन्छ। हामी त्यसलाई म माथिको आक्रमण भनेर लिन्छौं र तुरन्तै प्रतिक्रिया जनाउँछौं। हो, कि त रिसाउँछौं कि त दुखी हुन्छौं। हो, कि त रिसाउँछौं कि त आत्मग्लानीमा डुब्छौं। तर वेदनानुपसन्नाको अभ्यासले त्यसलाई केवल एक अप्रिय संवेदनाको रूपमा हेर्न सिकाउँछ। संवेदनाको रूपमा हेर्छौं, म र मेरोको कथा जोडिँदैन। अनि त्यो प्रतिक्रियात्मक रिस वा आत्मग्लानीबाट बच्न सकिन्छ। यो सानो परिवर्तनले हाम्रो सम्बन्धहरूमा ठूलो असर पार्न सक्छ। भनेपछि वेदना आफैमा समस्या होइन, तर त्यसमाथि हामीले तुरुन्तै टाँस्ने यो मेरो अपमान हो भन्ने कथा चाहिँ समस्या हो। एकदम। त्यो कथा र संवेदनाको बीचमा एउटा खाली ठाउँ सृजना गर्नु नै अभ्यास रहेछ। एकदम।
त्यो खाली ठाउँमा नै विवेक र स्वतन्त्रता छ। हामी प्रतिक्रियाको दास हुनुको सट्टा सोच विचार गरेर जवाब दिने मालिक बन्न सक्छौं। अब यहाँ कुरा साँच्चै रोचक हुँदैछ। हामीले शरीर हेर्यौं, शरीरमा हुने वेदना हेर्यौं। अब सामग्रीले तेस्रो आधार चित्तानुपस्सना अर्थात् मनप्रति सजगताको कुरा गर्छ। चित्तानुपस्सना। यसमा मन लोभी छ कि क्रोधित छ कि चञ्चल वा शान्त छ भनेर जान्नुपर्छ भनिएको छ। यो त वेदना अनुभव गर्ने पात्रलाई नै हेर्नु जस्तो भयो, होइन? हो, यो आफ्नो मनको नोटिफिकेसन हेरे जस्तै हो। नोटिफिकेसन? कस्तो नोटिफिकेसन? सोशल मिडियामा लाइक आउँदा लोभी मनको नोटिफिकेसन आउँछ। कसैले ट्राफिकमा कट गर्दा क्रोधित मनको नोटिफिकेसन आउँछ। हामीले त्यो नोटिफिकेसनमा क्लिक गरेर त्यसैमा हराउनुको सट्टा यस्तो नोटिफिकेसन आयो है भनेर थाहा मात्र पाउने हो। अच्छा। यो आलोचना वा मूल्याङ्कन गर्न होइन, केवल जान्नका लागि हो। तर हामी सामान्यतया म रिसाएको छु भन्छौं। सामग्रीले मनमा रिस उठेको छ भनेर हेर्नुपर्छ भन्छ। यो भाषाको सानो परिवर्तनले के फरक पार्छ र? यसले आकाश पातालको फरक पार्छ। जब हामी म रिसाएको छु भन्छौं, हामी रिसलाई आफ्नो पहिचानसँग जोड्छौं। रिस र म एउटै हुन्छ। तर जब हामी अभ्यास गरेर मनमा रिसको अवस्था उत्पन्न भएको छ भनेर हेर्न सक्छौं, तब त्यो रिस र आफूबीच एउटा दूरी सृजना हुन्छ। दूरी? हो। तपाई रिस होइन, रिसलाई देख्नेवाला हो। जब हामी मनको अवस्थालाई यसरी तटस्थ भएर एक साक्षी भावले हेर्न थाल्छौं, तब ती अवस्थाहरूले हामीलाई नियन्त्रण गर्न सक्दैनन्। त्यो रिसको बादल आउँछ, केही बेर बस्छ र आफै बिलाएर जान्छ। हामी त्यसको पछि लाग्दैनौं। भनेपछि यो त आफ्नो भावनासँगको सम्बन्ध नै परिवर्तन गर्ने कुरा रहेछ। यो त पहिचानको स्तरमा नै ठूलो परिवर्तन हो नि। हामी आफ्नो भावनाको नाटकमा पात्र बन्नुको सट्टा त्यसको दर्शक बन्न सिक्ने भयौं। उत्तम उपमा। तपाई नाटकको पात्र होइन, दर्शक बन्नुहुन्छ। र जब तपाई दर्शक बन्नुहुन्छ, तपाईले नाटक कसरी चलिरहेको छ भन्ने पनि देख्न थाल्नुहुन्छ। यसले हामीलाई चौथो र सबैभन्दा गहिरो आधारमा लैजान्छ। त्यसो भए यो एक किसिमको यात्रा जस्तो रहेछ। हामी सबैभन्दा बाहिरी र स्थूल तह भनेको हाम्रो शरीरबाट सुरु गर्छौं। हो। जब त्यसमा अभ्यस्त हुन्छौं, हामी अलि भित्र पसेर शरीरमा उत्पन्न हुने वेदनालाई हेर्छौं। त्यसपछि त्यो भन्दा पनि सूक्ष्म तहमा पुगेर ती वेदनालाई अनुभव गर्ने मनको अवस्था हेर्छौं। एकदम। अनि अन्त्यमा यी सबै कसरी काम गर्छन् भन्ने मास्टर प्लान नै हेर्न पुग्छौं। सामग्रीले यसलाई धम्मानुपस्सना भनेको छ, धर्म वा मानसिक प्रक्रियाप्रति सजगता। यो अलि जटिल सुनिन्छ है? हो, यो अलि प्राविधिक छ, तर यसलाई मनको सञ्चालन प्रणाली मतलब अपरेटिङ सिस्टम बुझ्ने प्रक्रिया भन्न सकिन्छ। अपरेटिङ सिस्टम? हो। यहाँ हामी मनका सामग्रीहरू कन्टेन्ट्स मात्र होइन, मनको संरचना स्ट्रक्चर र प्रक्रिया प्रोसेसलाई नै हेर्छौं। सामग्रीमा उल्लेख गरिएका 5 निवरण र 5 स्कन्ध यसका महत्त्वपूर्ण अङ्ग हुन्। ल, त्यसो भए 5 निवरणबाटै सुरु गरौं। सामग्रीमा यसलाई मनलाई सत्य देख्नबाट रोक्ने बाधाहरू भनिएको छ, जस्तै कामेच्छा, द्वेष, आलस्य, बेचैनी र शङ्का। तपाईले कामेच्छाको कुरा गर्नुभयो, के यो केवल यौनिच्छाको कुरा हो? राम्रो प्रश्न। कामेच्छाको दायरा फराकिलो छ। यो कुनै पनि इन्द्रिय सुखको चाहना हो। कुनै पनि? हो। मिठो खानेकुराको लागि लोभ, नयाँ फोन किन्ने रहर वा आरामदायी ओछ्यान नछोड्ने इच्छा। यी सबैले मनलाई वर्तमानको सत्यबाट भट्काएर सुखको खोजीमा दौडाउँछन्। जब मनमा यस्तो तीव्र चाहना हुन्छ, हामी अरू केही देख्दैनौं। अभ्यासले हामीलाई यो चाहनाको पछाडि नलागी केवल अहिले मनमा चाहना उठेको छ भनेर हेर्न सिकाउँछ। अच्छा। त्यसैगरी द्वेषले हामीलाई वर्तमानबाट भगाउँछ, आलस्यले मनलाई थकित बनाउँछ, बेचैनीले उडाउँछ र शङ्काले हामीलाई अघि बढ्न दिँदैन। यी 5 बाधाहरूलाई चिन्नु भनेको आफ्नो मनको बग पत्ता लगाउनु जस्तै हो। अनि 5 स्कन्धको कुरा नि? त्यो झनै रहस्यमय सुनिन्छ। सामग्री भन्छ यसले म भन्ने भावना कसरी निर्माण हुन्छ भनेर देखाउँछ। हो, यो म भन्ने अवधारणालाई डिकन्स्ट्रक्ट गर्ने प्रक्रिया हो। डिकन्स्ट्रक्ट? हो।
हामी जसलाई म भन्छौं त्यो वास्तवमा 5 वटा प्रक्रियाहरूको एक गतिशील सम्मिश्रण मात्र हो। रूप मतलब भौतिक शरीर, वेदना, सुखद, दुखद, तटस्थ अनुभूति, संज्ञा, पहिचान वा लेबल लगाउने काम, संस्कार, मानसिक प्रतिक्रिया वा बानी, र विज्ञान, त्यो देख्ने, सुन्ने जस्ता आधारभूत चेतना। यो एउटा गाडी जस्तै हो। हामी पाङ्ग्रा, इन्जिन, सिट, स्टेयरिङ व्हीलको सम्मिश्रणलाई गाडी भन्छौं, तर त्यहाँ गाडी भन्ने कुनै एउटा स्थायी छुट्टै वस्तु हुँदैन। त्यो त हो। त्यसैगरी हामी यी 5 स्कन्धको निरन्तर चलिरहने प्रक्रियालाई म भन्छौं। धम्मानुपसन्नाको अभ्यासले यी हरेक स्कन्ध छुट्टा छुट्टै छन् र सबै निरन्तर परिवर्तनशील छन् भनेर प्रत्यक्ष देखाउँछ। त्यसो भए यो सबैको मतलब के हो त? यी चारै आधारको अभ्यास गरेर हामी कहाँ पुग्छौं? सामग्रीको सारांशमा भनिएको छ, जे उत्पन्न हुन्छ त्यसलाई 3 वटा दृष्टिकोणले हेर्नुपर्छ: अनिच्छा, दुःख र अनात्ता। हो। अनिच्छा भनेको अस्थायी, दुःख भनेको पूर्ण सन्तोष दिन नसक्ने, र अनात्ता भनेको यो म वा मेरो होइन। यो त अभ्यासको केन्द्रबिन्दु जस्तो लाग्यो। एकदम सही। यी 3 विशेषताहरू अनिच्छा, दुःख, अनात्ता नै प्रज्ञाका आधार हुन्, जुन चारै आधारको अवलोकनबाट देखिन्छ। कसरी? शरीरको संवेदना हेर्दा थाहा हुन्छ त्यो अस्थायी मतलब अनिच्छ छ। वेदनालाई हेर्दा थाहा हुन्छ सुखद वेदना पनि टिक्दैन, त्यसैले त्यसमाथि मात्र भर पर्दा अन्ततः असन्तोष मतलब दुःख नै हात लाग्छ। मनको अवस्थालाई हेर्दा थाहा हुन्छ विचार र भावनाहरू आउँछन् जान्छन्, ती हाम्रो नियन्त्रणमा छैनन्, त्यसैले ती म वा मेरो होइनन्, अनात्ता हो त। र अन्तमा 5 स्कन्धको विश्लेषणले म भन्ने धारणा नै एउटा भ्रम हो भनेर देखाउँछ। जब हामी हरेक अनुभवलाई यसरी अस्थायी, असन्तोषजनक र म भन्दा फरक देख्न थाल्छौं, तब त्यसप्रतिको आसक्ति र घृणा स्वतः कम हुँदै जान्छ होला है। ठ्याक्कै। जब तपाईलाई थाहा छ कि कुनै कुरा क्षणभरमै बिलाएर जान्छ, तपाईँ त्यसमा किन टाँसिरहनुहुन्छ र? हो नि। जब तपाईलाई थाहा छ कि कुनै अप्रिय संवेदना पनि स्थायी छैन, तपाईँ त्यसबाट किन आतिएर भाग्नुहुन्छ? यही बोध नै प्रज्ञा हो। अनि निष्कर्षमा भनिएको छ कि सती पट्टानको निरन्तर अभ्यासले प्रज्ञा बढाउँछ र क्रमशः निर्वाणतर्फको मार्ग खोल्छ। अर्थात् यो केवल मानसिक शान्तिको लागि मात्र होइन। होइन होइन। यसको एउटा गहिरो उद्देश्य छ। यो तनाव कम गर्ने एउटा तरिका मात्र होइन, यो त मुक्ति मार्ग नै रहेछ। हो, शान्ति त यसको एक प्रारम्भिक र सुखद फाइदा मतलब बाई प्रोडक्ट मात्र हो। जब मन वर्तमानमा रहन थाल्छ, अतीत र भविष्यको बोझबाट मुक्त भएर तनाव र चिन्ता स्वतः कम हुन्छन्। तर त्यो यात्राको सुरुवात मात्र हो। यसको अन्तिम लक्ष्य भनेको हामीले जीवनभर बोकिरहेको आसक्ति, द्वेष र अज्ञानताको भारीबाट पूर्ण रूपमा मुक्त हुनु हो। सती पट्टान त्यो लक्ष्यमा पुग्ने कुनै किताबी सिद्धान्त होइन, यो आफ्नै अनुभवको माध्यमबाट सत्यको दर्शन गराउने एक व्यावहारिक र क्रमबद्ध मार्ग हो। यो छलफलले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। यदि हरेक शारीरिक संवेदना, हरेक अनुभूति र हरेक विचार निरन्तर परिवर्तनशील छन् र सारमा म वा मेरो होइनन् भने हामीले आफ्नो दैनिक जीवनमा अस्थायी चीजहरूमा स्थायी खुशी खोज्ने प्रयासको अर्थ के रहन्छ त? यो विचारणीय प्रश्न हो। आजको यो गहिरो विश्लेषणको लागि सामग्री उपलब्ध गराउने श्रोतालाई धेरै धेरै धन्यवाद।